बिचरा यो कुकुरले चाहिँ दाइलाई चाहिँ मासु पसलमा हुनुहुन्छ, मासु चाहिँ मागिरहेको छ। बोल्न नसके पनि उसले हातले चाहिँ इसारा गरिरहेको छ। हो कस्तो मजाले चाहिँ उसले चाहिँ बोलाइरहेको छ हातले। दाइ पनि मनकारी नै हुनुहुन्छ जस्तो छ। बिचरा पशु भए पनि, बोल्न नसक्ने भए पनि उसको मन त छ नि। कस्तो मजाले चाहिँ मागिरहेको छ, बोल्न नसक्ने भए पनि। हात दिइरहेको छ उसले, हात माग्दा। मासु खाने भनेर सोध्दै हुनुहुन्छ उहाँले। उहाँले चाहिँ मासु किनेर उसलाई चाहिँ दिइसक्नु भएको छ। खाँदैछ अब मासु उसले चाहिँ। धन्यवाद दाइ, तपाईँलाई, मनकारी दाजुलाई।